लामाहट्टाबाट फर्कदै गर्दा म 6 माइलको पुरानो पोखरीमा केही बेर रोकिएँ। टाढाबाट हेर्दा साधारण, शान्त र सामान्य देखिने यो पोखरी नजिकिँदै जाँदा धेरै अर्थपूर्ण महसुस हुन थाल्यो। त्यही बेला एक स्थानीय केटा मेरो नजिक आए। उनको नाम दावा राई थियो। आज उनको जिम्मेवारी भने पोखरीको हेरचाह गर्न रहेछ। दावा साधारण स्थानीय मात्र होइनन्, तर उनी 6 माइलका बासिन्दाहरूले गठन गरेको पोखरी पुनर्जीवन समितिका सक्रिय सदस्य हुन्। दावासँग उनका साना छोरा पनि उभिएका थिए, शान्त तर सबै कुरा ध्यानपूर्वक अवलोकन गर्दै। जब दावा पोखरीबारे आफ्नो समुदायको प्रयास बताइरहेका थिए, उनका आवाजमा गर्व र प्रतिबद्धता स्पष्ट महसुस हुन्थ्यो। हाम्रो के छ भने हामीलाई चाहिँ यस्तो भइरहेको हो, यहाँबाट पानी पुरा जाँदैछ, लिक पनि हुँदैछ दाइ हो। लिक भइरहेको कारणले चाहिँ हामीले के गरेको, अस्ति मैले यति गऱ्यो उयो परेकोमा, अब उयो परेर चर्केको छ हो। त्यसलाई चाहिँ हामी अब के गर्नु भन्दैछ, यहाँ दाहरूले पनि भन्दैछ हो, अब एकपल्ट चाहिँ आज जानु भन्दैथ्यो हो। कसरी स्थानीयहरूले मिलेर यो पोखरीलाई सफा गरेका छन्, पुनर्जीवित गरेका छन् र संरक्षणका लागि कदम चालिरहेका छन्। यहाँ पानी त पलाउँछ पनि मुनिबाट। हजुर, मुनिबाट आउँदैथ्यो, मुनिबाट आउँदैथ्यो। हामी त उयो भनेर अस्ति उयो पानी काट्थ्यो होइन, जसले कुरा गर्यो यो पानी सिँगाले हालेर कुरा गर्यो होइन, त्यो पानी डल्लो हटाएर अन्त यो यहाँको भात चाहिँ राख्दैछ होइन। अन्त मेरो नानी ऊ पर सानो छ, तिनीहरू उयो पढ्यो पनि थियो हो। अन्त उयो बिचमा पस्यो भने तपाईँको हामी यतिसम्म पस्छु सक्छु, हामी बिचमा यतिसम्म त्यत्रो छ है। हजुर, यहाँ बिचमा अनि मागुर छ, अन्त यहाँनिर बच्चा माछा पुरा हालेको छ हो। अन्त गुराँस एउटा छ। त्यसले गर्दा मैले यता पानी बन्द गरेको मान्छेले दिएको भनेर अस्ति चाहिँ यहाँसम्म हाल्थ्यो पानी हो। के गर्यो नानी भनेर के निकाल्नु आँट्यो? दावाले आफ्नो योजनाबारे पनि बताए। परिवारलाई आर्थिक सहयोग गर्न मात्र होइन, यहाँ आउने पाहुनालाई स्वागत गर्न र आफ्नो स्थानीय सम्पदाबारे कथा सुनाउन पनि। मेरो यात्रा बीचको एउटा साधारण रोकाइ एकदमै प्रेरणादायी क्षणमा परिवर्तन भयो। किनकि जब एउटा समुदायले आफ्नो परिवेशप्रति जिम्मेवारी लिन्छ, तब बिर्सिएको पोखरीले पनि फेरि नयाँ जीवन पाउन सक्छ भन्ने यस 6 माइलका पोखरीलाई हेरेर र आज दावासँग बात गरेर यो प्रतीत भइरहेको छ।